दर्शमी नमस्कार इतनी बिगाड़ दूंगा हैप्पी दशई को दिन मेरा लाखों कहीं साथीलाई यूट्यूब चैनल द्वारा हेर्नलाई पनि यता मेरो जान्छु यो लाइभ चाहिँ अलिकति तेर्नु जान्छु यति बेलासम्म आनन्दजी मन्दिरमा हैप्पी दशैँको दिन पनि मलाई आउँदैछ भने सम्पूर्णलाई मस्तमा राखेको कुराहरू हेर्दै गर्न भन्न चाहन्छु। धन्यवाद छ यहाँहरूलाई पनि किनभने आज हामीहरू यति स्याङ्जा जिल्लाको कालीगण्डकी दिनमा भएको त्यो आलमदेवी मन्दिरमा गएर दर्शन गर्न आउनुहुन्छ भने च्याक्क यहाँ एउटा बाटो यतापट्टि एउटा बाटो रहेको छ देउराली आलमदेवी स्याङ्जाबाट आउँदै हुनुहुन्छ भने ठ्याक्क यो बाटोतिरबाट आइदिनु होला भन्न चाहन्छु। आलमदेवी भन्ने एउटा देउरालीबाट नजिक आउँदै हुनुहुन्छ भने मोटर बाटो छ यहाँ एउटा किन्न सक्नुहुन्छ तपाईँहरूले। यति बेला आलमदेवी मन्दिरमा सम्पूर्णलाई विवाह भइसकेको छ। सम्पूर्ण साथीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु किनभने यहाँ तलको साथीहरूले मिलिरहेको छ। बेलासम्म गरिरहेको छ के गर्ने कस्तो त्यसलाई गरी पुऱ्याइदिनु होला लाइक कमेन्ट सेयर गरी पुऱ्याइदिनु होला भन्न चाहन्छु। यहाँ पनि होला साथीलाई यो पाहाड सम्पूर्ण साथीहरूले पनि आगामी सबै पनि नगरिकन यो भिडियो अगाडि बढाउँदैछौँ। सम्पूर्ण साथीहरूलाई म अर्डर दिन चाहन्छु।